नमस्ते अनि हार्दिक स्वागत गर्न चाहन्छु नयाँ दिन नयाँ भिडियोमा। साथीहरू, आज भने म तपाईँहरूलाई देखाउँदैछु म ड्युटी गर्ने अहमद बिन अली स्टेडियम। अनि यो म छु। अनि यसै गरेर मैले विगत 6 वर्षदेखि यही स्टेडियममा ड्युटी गरेको छु। र आज भने म विशेष कामले राजधानीतर्फ जाँदैछु। ड्युटी सकिएर बिहान भएको छ र यो रहेको छ, यताको दृश्य रहेको छ। यो महलब कतार छेउमा रहेको छ भने यता मेट्रो स्टेसन, मेट्रो दुईवटा मेट्रो त्यहाँ छ। र आज देख्नु होला मैले ड्युटी गर्ने स्थान अहमद बिन अली स्टेडियमदेखि म दुहासम्मको चाहिँ यात्रा म तपाईँहरूलाई देखाउने छु। र यसरी रहेको छ। वाउ साथीहरू, है त यसरी रहेको छ। तपाईँहरूले अन्तिमसम्म हेर्नु होला। यो मेट्रो रहेको छ। मेट्रो नछुटाउनु होला। म रोड क्रस गरिरहेको छु र यसरी रोड क्रस गरिरहेको छु। यता महलब कतार पर्ने गर्दछ यता छेउमा। र म रहेको छु यो पोजिसनमा म चाहिँ आज जाँदैछु साथीहरू, है त। अब मेट्रो चढ्नको लागि माथि दुईवटा मेट्रो देखिराख्नु भएको छ होला, त्यो मेट्रो हो। त्यसमा म चढ्नेछु र आज जानेछु दुहातर्फ, राजधानीतर्फ, कतारको राजधानीतर्फ, है त साथीहरू। हेलो गाइज, यतिखेर म आइसकेको छु मेट्रो स्टेसनको नजिकै आकाशे ब्रिजमा। चाहिँ मेट्रो देखिराख्नु भएको छ। मेट्रो एउटा आइराखेको छ भने एउटा रोकिराखेको छ। र यो मेट्रोमा चढेर म आज राजधानी दुहातर्फ जानेछु। र यो चाहिँ ब्रिज यसरी रहेको छ। यो ब्रिज यसरी रहेको छ। र मैले ड्युटी गर्ने स्टेडियम अथवा रङ्गशाला यो रहेको छ भने महलब कतार बनिरहेको छ। यो दृश्य यो रहेको छ। दुईवटा मेट्रोहरू त्यहाँनिर उभिराखेका छन् र बाँकी हेर्दै गर्नु होला दुवासम्मको यात्रा लगातार, है त साथीहरू। म देखाउने छु, अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला। यो रहेको छ दुईवटा मेट्रो। दृश्य रहेको छ महलब कतार र मेट्रो स्टेसन, दुईवटा मेट्रो ब्रिजमा माथि वेटिङमा छ। यही मेट्रोमा म जानेछु दुहा। हेर्दै गर्नु होला ब्रिज अनि रङ्गशाला, है त साथीहरू। गेटमा आइपुगेँ। अब चाहिँ यसरी ढोका अटोमेटिक खोल्ने गर्छ र यहाँभित्रको दृश्य यस्तो रहेको छ। अब यहाँ गइसकेपछि म चाहिँ तपाईँलाई देखाउने छु अटोमेटिक यो लिफ्ट पनि। म जब त्यहाँ टच गर्छु लिफ्ट पनि सरर चल्न, पाइलो टेक्नुभन्दा अगाडि नै लिफ्ट हिँडिसक्यो। वाउ, देख्नुभयो त? यो हो अटोमेटिक सिस्टम। लिफ्ट अगाडि बढिरहेको छ। यो तलतिर यस्तो दृश्य रहेको छ। लिफ्ट चाहिँ माथि गइराखेको छ। म अगाडि बढिरहेको छु। लिफ्ट अटोमेटिक चल्छ र उभिने मात्रै हो। उभिसकेपछि सरर लिफ्ट क्रस गरेर म पुग्नेछु माथिको स्टेपमा। र यति मुनिबाट म उभिरहेको छु। यसरी उभिरहेको छु। यो हेर्न सक्नुहुन्छ म उभिएको यसरी उभिरहेको छु भने माथि आइसक्यो। माथिको फ्लोरमा तलको फ्लोर यस्तो रहेको छ। यसरी, है त साथी। अब तपाईँहरूलाई म मेट्रो चढेर देखाउने छु। मेट्रो स्टेसन पुगिसक्यो। हेर्दै गर्नु होला। किप वाच। मेट्रो चाहिँ त्यहाँ रहेको छ माथि। साथीहरू, अगाडिको ठाडो लिफ्ट हो भने यो तेस्रो लिफ्ट र यो तेस्रो सिधा चल्ने लिफ्ट हो। र बिचमा अलिकति ग्याप हुन्छ। फेरि अर्को लिफ्ट आइसक्यो। यो तेस्रो लिफ्ट के कि लेफ्ट हिँड्न सुरु गर्छ, स्टार्ट हुन्छ अटोमेटिक। र म तेस्रो लिफ्टहरूमा सरर कुदिराखेको छु। यसरी तेस्रो लिफ्टहरूमा यता पनि यस्तो रहेको छ भने यता हेर्न सक्नुहुन्छ महलब कतार। यता चाहिँ म आइसकेको ठाउँ हो। र हेर्दै गर्नु होला अन्तिमसम्म। त्यो ब्रिज भयो। अब म फेरि एक फ्लोर माथि जान्छु, है त। एक फ्लोर माथि जानेछु र देखाउने छु तपाईँहरूलाई मेट्रो। साथीहरू, यसरी स्क्यानिङ गर्नुपर्छ। सर यहाँनिर टच गऱ्यो भने खुल्छ। यसरी खुलिसक्यो। सर अब माथि जानुपर्छ। लिफ्टबाट त्यहाँ गए पनि हुन्छ, त्यताको लिफ्टबाट गए पनि हुन्छ। यो सिधा चल्ने लिफ्ट अटोमेटिक बन्द भयो र त्यो चाहिँ ठाडो चल्ने लिफ्ट। धेरै किसिमको लिफ्टहरू हुन्छ, त्यो तल झरिराखेको छ। म छु यतिखेर अलरिफा मेट्रो स्टेसन, ग्रिन लाइन, महलब कतार, है साथीहरू। हेर्दै गर्नु होला। यो लिफ्ट फेरि पनि अर्को माथि जो तल
जमिन ग्राउन्ड लेभलबाट एक लेभल माथि र यो दोस्रो लेभल माथि, अब थर्ड लेभल माथि गइरहेको छु माथि। यसरी है त साथीहरू, तपाईँ हेर्न सक्नुहुनेछ अन्तिमसम्म है। के साथीहरू, एउटा मेट्रो यहाँ आइसकेको छ। यसरी हेर्न सक्नुहुन्छ मेट्रो यहाँभित्र आइसकेको र अर्को मेट्रो पनि उताबाट आइसकेको। अबको 1 मिनटमा, हरेक 6 मिनटमा मेट्रो छुट्ने गर्छ र यो मेट्रोमा चाहिँ म जानेछु सिटिङ एरियाबाट है त। यहाँनिर फर्स्ट एउटा रहेको छ। यसरी म फर्स्ट सिटमा बस्दैछु साथी। यसरी चलिराखेको छ, म पनि यहाँ चलिराखेको छु। ढोकाइयो त्यहाँनिरबाट चाहिँ हामी आएको र यहाँ अगाडि 2वटा सिट हुन्छ, एउटामा म बसिराखेको छु है। हेर्दै गर्नु होला, अब मेट्रो मुभ हुन्छ 1 मिनटभित्रमा, 30 सेकेन्डभित्रमा है त। यही हो मेट्रो अगाडिको। यसरी ढोका लाग्यो, पकडेर ढोका लाग्यो। ढोका लागिसकेपछि अब मेट्रो मुभ हुन्छ र हामी पेसेन्जरहरू यसरी बसिरहेको। म यहाँ बसिरहेको अगाडि बढ्यो ब्रिजमा, यो चाहिँ ब्रिज रहेको छ। ब्रिज माथिबाट अगाडि बढ्न सुरु गरेको छ मेट्रो है त। अब मेट्रो अगाडि जाँदैछ दुहातर्फ अथवा राजधानीतर्फ अगाडि बढिरहेको छ मेट्रो। र हाम्रो साइडको दृश्यहरू पनि यहीँबाट देखिराख्नु भएको छ। मेट्रो कुदिराखेको छ यसरी है, यसरी कुदिराखेको छ र ब्रिज माथिबाट, अब यो ब्रिज माथिबाट यो मेट्रो जान्छ ग्राउन्डमा। अब ग्राउन्ड लेभल आइसकेको छ, हेर्न सक्नुहुन्छ दृश्य ग्राउन्ड लेभलमा। ग्राउन्ड लेभलबाट अब बिस्तारै अन्डरग्राउन्डतर्फ मुभिङ भइराखेको छ मेट्रो। ग्राउन्ड लेभलबाट अन्डरग्राउन्डतर्फ है त। यो ग्राउन्ड लेभल हो। ब्रिजबाट ग्राउन्डमा झऱ्यो, अब ग्राउन्डबाट फेरि अन्डरग्राउन्डतर्फ। अधिकांश कतारमा अन्डरग्राउन्डमा मेट्रोहरू हुन्छ र चाहिँ ग्राउन्डमा भने एकदमै कम कुद्ने गर्छ। कि ब्रिज माथिबाट चल्ने गर्छ कि त अन्डरग्राउन्डबाट चल्ने गर्छ। ग्राउन्ड लेभलमा एउटा उताबाट आउने, यो भित्र जाने। अब स्टार्ट भइसकेको छ अन्डरग्राउन्ड अथवा सुरुङभित्र मेट्रो कुदिरहेको दृश्य तपाईँहरूले देखिराख्नु भएको छ। हेर्दै गर्नु होला अन्तिमसम्म है त साथीहरू। के साथीहरू, गन्तव्य स्थानबाट, सुरुवाती स्थानबाट पहिलो स्टेसन आइसक्यो एजुकेसन सिटी। यहाँको कलेज र एजुकेसन सिटीको पहिलो चाहिँ आइसकेको छ स्टेसन र क्रमशः दोस्रो तेस्रो स्टेसन म देखाउँदै जानेछु। हेर्दै गर्नु होला। दोस्रो स्टेसन आइसकेको छ कतार नेसनल लाइब्रेरी आइसकेको छ। अब तेस्रो स्टेसनमा देखाउनेछु। ओके गाइस, आइसकेको छ तेस्रो स्टेसन अल सखाब है त। हेर्दै गर्नु होला। चौथो स्टेसन आइसकेको छ अल रयान अल कदे है त साथी। पाँचौँ देखाउनेछु। यो आइसकेको छ अल मर्सिला, पाँचौँ स्टेसन। अब देखाउनेछु 6औँ स्टेसन। प्यासेन्जर चढ्ने झर्ने हुन्छ है त यो स्टेसनहरूबाट। स्टेसन मगलक कतारबाट ग्रिन लाइन मेट्रो दुवातर्फको यात्रामा म आइपुगेको छु कतारको एकमात्र गभर्मेन्ट हस्पिटल हमाद हस्पिटलको स्टेसनमा। यो 6औँ स्टेसन रहेको छ र अब 7औँ स्टेसन हेर्दै गर्नु होला। त्यो 7औँ स्टेसन द व्हाइट प्यालेस आइसकेको छ। अब हेर्न सक्नुहुन्छ 8औँ स्टेसन है त। हेर्न सक्नुहुन्छ यो आइसकेको छ अलविदा मेट्रो स्टेसन। यो 9औँ मेट्रो स्टेसन हो। अब लास्ट मेट्रो स्टेसन आउनेछ। यो मेट्रो स्टेसनबाट रेड लाइन र ग्रिन लाइन यसरी चाहिँ चेन्ज गर्न सक्नुहुनेछ। यहाँबाट मेट्रो साथीहरू मेट्रो टर्मिनेट स्थल पुग्नै लागेको छ। अब मेट्रो पुगिसकेको छ। मुसरफ अन्तिम 10औँ नम्बर
स्टेसन यहाँबाट 3वटा मेट्रो स्टेसनमा चेन्ज गर्न सक्नुहुन्छ। दुवा नजिकको नेसनल हो यो र यही नै सबैभन्दा ठुलो जङ्सन हो, हेर्न सक्नुहुन्छ। अब यहाँबाट ढोका खुल्नेछ र हामी बाहिर निक्लिन्छौँ। यसै गर्नु होला। माथि जानुपर्ने हुन्छ अर्को मेट्रो यता रहेको छ यसरी अर्को मेट्रो यहाँबाट अर्को सर्भिस यसरी चाहिँ आउनु पर्दैन। माथि गइरहेको छ मेट्रो चेन्ज हुन्छ यहाँबाट अर्को स्टेसन। साथीहरू यहाँबाट मैले येल्लो लाइन मेट्रो चेन्ज गर्दैछु। मेट्रो आइसक्यो। ग्रिन लाइनबाट म यहाँबाट स्टेसन चेन्ज गर्दैछु अर्को मेट्रोमा। है साथीहरू हेर्दै गर्नु होला। ढोका खोलिसक्यो। यति भिडभाड छ। वा यति भिडभाड छ, जानै नसकिने भिडभाड छ। एकदमै भिडभाड छ। यति भिडभाड छ, अब चढ्न पनि गाह्रो छ यहाँ। म आइपुगेको छु गन्तव्य स्थान सुक ओके। बाहिर निस्किसकेको छु। अब म जानेछु लिफ्टबाट। अहिले म यो टाइपको लिफ्टबाट चढ्दैछु। ओके गाइस, मेट्रो यात्रा सिद्धिसक्यो। म आइपुगेको छु। बल्ल बल्ल घाम देखेको छु अन्डरग्राउन्डबाट। 1 घन्टाको मेट्रो यात्रा, 2वटा मेट्रो चेन्ज गरिसकेपछि म पुगिसकेको छु आफ्नो गन्तव्य स्थान। बल्ल बल्ल जमिन भेटाएको छु है साथीहरू। अब जानेछु म अगाडि। ओके, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। बाई बाई। सी यू। शेयर, सब्सक्राइब, लाइक गर्न नछुटाउनु होला। बाई बाई साथीहरू।